मलाई शेषनागको अन्डाबाट नाग मोडिनीलाई कसले चेक्छ र? ल यो ठाउँको बारेमा कसले थाहा छ र? यो अन्डा भित्र त के पनि छैन त। शेषनागको अन्डा आराध्या रुक्मणी दिदी यहाँबाट सर्प आएर मलाई टोकेको थियो अनि म बेहोस भएँ। सर्प आएको रे यो अन्डा तिमीले फुटाएको हो के रहेछ भनेर हेरेको फुटाएर त्यहाँबाट नाग निक्ल्यो अनि मलाई टोक्यो। त्यो नाग होइन नि नानी, त्यो त नागमणि भएको नाग थियो। हे भगवान अब के हुने होला? आराध्या मलाई यहाँबाट जाउँ न गइहाल्नुपर्छ। अन्डा त फुटेको छ त भनेपछि यहाँ भित्र भएको नाग र नागमणि गाई पस्न गरे यो पस्ने पक्कै पनि त्यो महाकालको काम हुनुपर्छ। महाकाल तैँले धेरै ठुलो गलत काम गरिस्। मैले यति दुःख गरेर ल्याएको अन्डा फुटाइस् होइन? अब त कुनै पनि हालतमा बाँच्दैनस्। अनिष्ट घोर अनिष्ट। नागराज के अनिष्ट भन्नुभयो? अब नागलोकले नागमणि कहिले पाउने छैन। किन र नागराजा? कसले के गरेर नागराजा? त्यो शेषनागको अन्डा नाग कन्याले फुटाइसकेकी छिन्। त्यो अन्डा नागलोकको सम्पत्ति होइन र? फेरि त्यो अन्डा हामीले भेटेपछि नागमणि त पाइहाल्छौँ नि। त्यो अन्डाबाट नागमणि भएको नाग पाइसकेको छ। कसले यो दुष्प्रयास गर्यो नागराजा? हजुरसँग केही जानकारी छ र? तीनवटा कन्या मध्ये कान्छी कन्याले अन्डा फुटाएको हो र त्यो कान्छी कन्यालाई हाम्रो यो नागलोकमा ल्याएर थुन्नुपर्छ। तपाईँले भन्नुभएको ठिकै हो नागराजा, तर कुन कुन नाग कन्याको कुरा गर्नुभयो? मैले त चिन्न सकिनँ। हजुरले नचिने पनि नागगुरु मैले चिनेकी छु। ती तीनजना नाग कन्या भनेको भैरवी, रुक्मणी र आराध्या हो। उसैलाई भन्नुभएको हो नागराजाले सानी कन्या भनेर। हो कौशिका, ती नानीमा पनि नाग शक्ति छन्, तर ती नानीले यो दुष्कर्म गरिनु होला त? गर्छिन् होला रे, गरिसकेकी छिन्। र त्यो नाग कन्यालाई छिटो भन्दा छिटो हाम्रो नागपुरमा लिएर आउनुहोस् र त्यो नागिनीबाट हाम्रो नागमणि झिक्नु छ। हुन्छ नागराज, अलिअलि हामी लाग्छौँ। प्रणाम नागराज। सुन्नु न दाइ, अन्डा फुटेर त्यो नागमणि भएको नाग त्यहाँबाट भाग्यो दाइ। तिमीले के भन्न खोजेको बहिनी? अलि प्रष्टसँग भन। दाइ, त्यो अन्डा मितिनीले जङ्गलको एक ठाउँमा लगेर राखिदिनु भएको थियो। त्यहाँ त्यो भैरवीको बहिनी गएर त्यो अन्डालाई फुटाइदिएछ। त्यहाँबाट नागमणि भएको नाग फुत्केर गएछ दाइ। अहिलेसम्म त्यो नागमणि भएको नाग कहाँ गयो पत्तो पत्तो छैन। के भन्छौ बहिनी तिमीले? होइन, मेरो सपना कहिले पुरा हुन्छ त? कहिले? त्यो नागमणि पाङ्गा पाङ्गा जस्तो थियो, त्यो पनि फुट्क्यो। यो सब यो रोनिका भन्ने गरेर भएको। आज तिमी मेरो हातबाट सिद्धिन्छ रोनिका, सिद्धिन्छ आज। हो हिम, सिद्धिन्छ। दाइ, मिटिङमा केही नगर्नु के? हे लङ्केश, म के गरौँ? दाइसँग जाउँ भने उता नागगुरु रिसाउने, फेरि मेरो रौनिका मितिनी चाहिँ के भएको? त्यो जङ्गलमा लगेर अन्डा नराखेको भए त्यो आराध्य गरेर फुटाउने त थिएन। त्यस्तो भनेर हुँदैन रुक्मणी। त्यो अन्डा फुटाउनु नै आराध्यको गल्ती हो र अपराध पनि हो।
त्यसैले त्यो अपराधको प्रायश्चित गर्न यो नानी नागपुर जानै पर्छ। होइन होइन, यति सानो बच्चालाई यति कठोर सजाय किन दिँदै हुनुहुन्छ? तपाईँहरूको नाग धर्ममा त्यस्तो सानो बच्चालाई पनि सजाय दिने छ? किन यो सब गर्दै हुनुहुन्छ? मलाई पनि नागपुरबाट यस्तै आदेश आएको छ आमा। बरु अहिले धेरै कुरा नगरौँ, यी नानीलाई मसँग पठाइदिनुहोस्। म तपाईँसँग जाँदिनँ, बरु मर्छु तपाईँसँग जाँदिनँ, मलाई मारिदिनु बरु। यस्तो कुरा नगर नानी, तिमी खुरुक्क मसँग हिँडिहाल, नभए जबरजस्ती उठाएर लानुपर्छ। नागगुरु, तपाईँले गलत शब्द प्रयोग गरिरहनु भएको छ। पहिला आलोक नगरमा भेटेकी नागकन्यालाई रामु नागगुरुले जबरजस्ती गर्दा उहाँलाई मृत्युको सराप परेको थियो र उहाँले कुन गतिको मृत्यु पर्नु भएको थियो बिर्सिनुभयो? के तपाईँ पनि आफूलाई रामगुरुकै अवस्थामा पुर्याउन चाहनुहुन्छ? रुक्मणी, तिमीले भने कुरा पनि ठिकै हो, तर मलाई नागराजको आदेश छ। उहाँको आदेश नमान्दा उहाँ कति आक्रोशित हुनुहुन्छ तिमीलाई थाहा छ नि? थाहा छ। बरु तपाईँ नागराजालाई यो भनिदिनुहोस् कि त्यो नागकन्या गाउँमै थिएन भनेर, त्यही भएर उसलाई ल्याउन सकिन भनिदिनु। झुटो कुरा त म कुनै पनि हालतमा बोल्दिनँ रुक्मणी। झुटो भन्न मेरो धर्मले दिँदैन। यी नानीलाई मैले छोडे पनि नागराजले छोड्नुहुन्न, यति कुरा तपाईँले ध्यान राख्नुहोस्। रुक्मणी दिदी, हजुर आमा, अब के गर्ने होला? उनीहरूले मलाई आफूसँगै लग्यो भने? नरन बाबा नरौ, तिमीलाई के पनि हुँदैन। रुक्मणी दिदीले तिमीलाई के पनि गर्न दिनुहुन्न। नरौ बाबा नरौ, केही हुँदैन, हामी छौँ नि। नागराजा प्रणाम। प्रणाम। खै त त्यति कन्या एक्लै आएछौ त? म त्यो नागकन्यालाई लिनलाई घरमै गएको थिएँ, तर त्यो नागकन्याको परिवार र दुईटा नागकन्या मिलेर मलाई लिएर आउनै दिएन नागराजा। ती कस्ता नागकन्याहरू हुन् जसले नागपुरको नेम नै मिचे? तपाईँले भन्नु भएन नागपुरबाट नागराजले लिन पठाएको भनेर? मैले भन्न त भनेको नागराजा, तर नागलोक र नागराजालाई नै गलत साबित गर्न कोसिस गरे तिनीहरूले। तिनीहरूको त्यत्रो हिम्मत जसले नागकन्या भएर नागलोककै बेजत? अब के गर्ने त नागराजा, मैले त केही मिसै पाइनँ। अब के गर्नुपर्छ त्यो नागराजालाई थाहा छ। त्यो कन्यालाई हाम्रो नागपुरमा जसरी पनि ल्याएर छोड्छु म। देश बाप दूत दंड भेद शाम है, दुष्ट घोर दाम धूम्र का लक्ष्य नाम है। काम क्रोध लोभ रोष का वो काल रूप है, भूत दर्श दाम कर्ष मृत्यु का स्वरूप है। यही आएको थियो त, यति दिन हुनुपर्छ। होइन, यिनीहरू यहाँ कसरी आए? पक्कै पनि नागमणिको शक्तिले आएको हुनुपर्छ। रोनिका, यो समय लड्ने समय होइन। म कता आउनु त्यो महाकाल, तँ म कहाँ छोड्छु र? Hi everyone, I'm Nikki Sherpa, and guys, please don't forget to like, share and subscribe this channel.